अहिले चाहिँ हामी पुग्न लाग्यौँ पुगेपछि के खानु हुने भन्नु न सिधै चिकन खाने हो के खाने चिकन र रक्सी खाने हो भन्यो त्यो पुग्ने बित्तिकै रक्सी र चिकन खाने अरे त्यो लास्ट गर्मी भएको कारणले गर्दा मैले त्यही थाहा छैन लास्टै गर्मी छ बबाल ठाउँ छ यार बेङ्गलोरमा खतरा छ यार बेङ्गलोरमा ट्रेनको पनि जाँदा कुर्सीमा गेडै छुटेछ कुर्सीमा गेडै छुटेछ तर कास होइन बसमा एउटा एसी भइदिएको अहिले बवाल हुन्थ्यो जस्तो लाग्यो होइन तर एसी हुँदैन बसमा एउटा एसी भइदिएको अहिले बवाल हुन्थ्यो जस्तो लाग्यो होइन तर एसी हुँदैन बस चढ्नुको मेन रिजन थियो क्या मिची भन्नु त गरिब भन्नुभयो केटा गरिब भन्नुभयो केटा गरिब हुनु पर्यो है अकाउन्टमा 20 रुपियाँ थियो त्यही 20 रुपियाँमा टिकट काटेर अहिले चाहिँ हामी बस चढेको है BMW चढ्नलाई त भाबी 30 रुपियाँ चाहिन्छ नि त BMW चढ्नलाई त भाबी 30 रुपियाँ चाहिन्छ नि त BMW किनेपछि के गर्नु नि तपाईँ BMW किन्दाखेरि त आँखा आलु बेचेर मुटु बेचेर नि हुँदैन BMW किन्दाखेरि त आँखा आलु बेचेर मुटु बेचेर नि हुँदैन मेरो मेन भनेको चाहिँ खतरा INX 200 बाइक किन्ने सपना छ 80 कमाएर है दामी अनि एउटा खतरा घर बनाइदिने सोच छ क्या तपाईँको के सोच भन्नु न मेरो कहानी चाहिँ नि मेरो ड्रिममा चाहिँ अलिक पछि नै भन्नु नेक्स्ट भिडियो के बाई